नेपालमै पहिलो पटक विगत 4 वर्षदेखि अनलाइनबाट विभिन्न तयारी कक्षा सञ्चालन गर्दै आइरहेको इन्स्टिट्युट हो स्मार्ट जीके अनलाइन इन्स्टिट्युट। हामी लोकसेवा, बैंकिङ, सुरक्षा निकाय, शिक्षक सेवा लगायत विभिन्न तयारी कक्षाहरू सञ्चालन गरिरहेका छौँ। हाम्रा सेवाहरू पाठ्यक्रममा आधारित विभिन्न अनुभवी तथा दक्ष प्रशिक्षकद्वारा कक्षा सञ्चालन गरिने, हरेक दिन अनलाइनबाट परीक्षा सञ्चालन गराइने, हरेक दिन बिहान र बेलुका कक्षा लाइभ सञ्चालन हुने र रेकर्डेड भिडियोबाट पनि प्र्याक्टिस गर्न सकिने, प्र्याक्टिस ओरिएन्टेड कक्षा सञ्चालन हुने साथै पीडीएफ नोट उपलब्ध गराइने, प्रिन्टेड मेटेरियल्सहरू पनि प्रदान गरिने, नेपाली र अंग्रेजी भाषा दुवैमा नोटको पनि व्यवस्था, फेसबुक पेज र आइडीबाट निरन्तर तथा पूर्ण रूपमा फलोअप गरिने, गुगल क्लासरुमबाट होम असाइनमेन्ट प्रदान गरिने र कापी चेक गरिने, यस्ता धेरै सुविधाहरू छन् जसले तपाईलाई साच्चीकै आफ्नो लक्ष्यमा पुग्नमा मद्दत पुग्नेछ। हामीसँग जुड्न चाहनुहुन्छ भने तल उल्लेखित नम्बरमा सम्पर्क गर्नुहोला। नमस्ते, स्मार्ट क्यारियर एकेडमी काठमाडौँको प्रायोजनमा टिभी टुडेबाट प्रसारण हुने आइतबार, मंगलबार र बिहीबार 3 दिन प्रसारण हुने कार्यक्रम हो स्मार्ट टक र म कार्यक्रम प्रस्तोता ध्रुव झा उपस्थित भइसकेको छु कार्यक्रम लिएर। र आजको हाम्रो अतिथि हुनुहुन्छ प्रदेश नम्बर 2 अर्थ मन्त्रालयका अर्थ सचिव गजेन्द्र ठाकुरज्यू। उहाँको बारेमा मैले धेरै नै भनिराख्नु पर्दैन, कुराकानी हुँदैमा धेरै कुरो हामीले बुझ्न सक्नेछौँ। र सिधा सबभन्दा पहिला कार्यक्रममा धेरै धेरै स्वागत छ गजेन्द्रजी तपाईलाई कार्यक्रम स्मार्ट टकमा, जुन कि स्मार्ट क्यारियर एकेडमीले को प्रायोजनमा यो टिभी टुडेबाट आजको यो कार्यक्रममा धेरै धेरै स्वागत छ तपाईलाई। धन्यवाद ध्रुवजी। सम्पूर्ण श्रोताजनहरूमा हार्दिक नमस्कार टक्राउन चाहन्छु। अब सिधा हामी यो कार्यक्रम खास गरेर स्मार्ट टक लोकसेवामै केन्द्रित भएर लोकसेवाकै सन्दर्भमा कार्यरत व्यक्तिहरूसँग, पदासीन व्यक्तित्वहरूसँग उहाँहरूको अनुभव शेयरिङको साथै परीक्षार्थीहरूको लागि उत्साहजनक सामग्रीहरू प्रस्तुत गर्ने गर्छौं र त्यसै सन्दर्भको त्यसैको सेरोफेरोमा रहेर हामी कुराकानी गर्ने गर्छौं। र म सिधा सर समक्ष सचिवज्यू, अर्थ सचिवज्यू गजेन्द्र ठाकुरजी हुनुहुन्छ र उहाँसँग कुरो गरौँ। प्रादेशिक अर्थतन्त्रलाई सबल बनाउन अहिले ठाउँमै आइपुग्नु भएको छ, कसरी यहाँसम्म आइपुग्नु भयो, संघर्षको थालनी बारे बताइदिनुस् न। धन्यवाद ध्रुव सर। यहाँको प्रश्नलाई मैले 2 किसिमले हेर्ने गरेको छु। पहिलो, मेरो आफ्नो संघर्षको यात्रा अर्थात् मेरो ऐतिहासिक पृष्ठभूमि, र दोस्रो केही न केही यहाँको अर्थतन्त्रसँग पनि जोडिएको छ। म दोस्रो प्रश्नलाई पहिले जवाब दिन्छु। मेरो घर बथनाहा अर्थात् महोत्तरी जिल्लाको बथनाहा गाविस वडा नम्बर 2 मा पर्छ र म बथनाहा स्कुलकै विद्यार्थी थिएँ। 2043 सालमा म त्यहाँबाट एसएलसी पास गरेर एउटा सामान्य स्कुलबाट मैले पास गरेको विद्यार्थी हो, एकदमै सामान्य परिवारका विद्यार्थी हो। त्यहाँबाट मैले आइएससी फरेस्ट्री गरेँ र जागिरको सुरुवात मैले वनको रेन्जर पदबाट जुन चाहिँ जागिरको सुरुवात गरेँ। तत्पश्चात केही दिन करिब 3 वर्ष जति मैले रेन्जरको रूपमा सेवा गरेँ र बीएससी पोखराबाट मैले जुन चाहिँ वनमै अध्ययन गरेँ। त्यसपश्चात एमएससी मैले जर्मनीबाट अध्ययन गरेँ र एमएससी गरिसकेपछि यहाँ यूएनडीपीमा आएर पर्यटन सम्बन्धी एउटा यूएनडीपीको पर्यटन प्रवर्धन कार्यक्रम थियो, टीआरपीएपी, टुरिज्म फर रुरल पोभर्टी एलिभेसन प्रोग्राम भनेर, त्यसमा करिब 2 वर्ष जति त्यहाँ कायम गरेँ। अनि फेरि मैले जुन छ नि नेपाल सरकारको शाखा अधिकृतको रूपमा करिब 6 वर्ष जति काम गरेँ। मतलब उपसचिवको रूपमा खुला प्रतिस्पर्धाबाट नै आएँ। त्यहाँबाट फेरि सहसचिवमा पनि जाँच दिएँ, खुला प्रतिस्पर्धाबाट जुन चाहिँ सहसचिवमा पनि नाम निकाले। अहिले करिब सहसचिव भएको पनि 6 वर्ष जति हुन लाग्यो। 6 वर्ष पुगेको त छैन, तर करिब पुग्न लागेको छ। अर्थात् मैले के भन्न खोजेँ, म पनि एउटा सामान्य परिवारको व्यक्ति हुँ। निरन्तर अध्ययन, मेहनत
परिश्रमले गर्दा नै जुन छ नि कुनै पनि व्यक्ति अगाडि बढिन्छ। काम पनि सँगै गर्दै जाने हो, अध्ययन अनुसन्धानलाई पनि जुन छ नि सँगसँगै लिएर जाने हो। अध्ययन अनुसन्धान, मेहनत र काम सँगसँगै लिएर गयो भने अवश्य नै जुन छ नि प्रतिफल राम्रो हुन्छ भनेर मैले यहाँहरूलाई अनुरोध गर्न चाहे। अब म दोस्रो पाटोसँग अलिकति जोड्न चाहे। यहाँ अहिले वर्तमान अवस्थामा प्रदेश नम्बर 2 को अर्थ मन्त्रालयको अर्थ सचिवको रूपमा कार्यरत छु। यहाँ प्रादेशिक अर्थतन्त्रबारे म संक्षिप्त रूपमा मैले राख्न चाहे। यहाँ प्रथम छेउमा अहिले प्रदेश नम्बर 2 को अर्थतन्त्र हेर्नु हो भने करिब 488 अर्बको अर्थतन्त्र रहेको अवस्था छ र प्रादेशिक सरकारले 600 अर्ब अर्थात करिब 6 खर्ब बराबरको अर्थतन्त्र 81 सम्ममा पुर्याउने लक्ष्य लिएको छ। अर्थात 3 वर्ष पछाडि 81 सम्ममा आएर 600 अर्ब अर्थात 6 खर्बको अर्थतन्त्र बनाउने। यदि यसलाई जीडीपी ग्रोथ रेटमा हेर्नु हो भने डबल डिजिट ग्रोथ रेट लास्ट इयरमा गएर 11% सम्मको ग्रोथ रेट जुन चाहिँ एचिभ गर्ने भनेर एकदमै महत्त्वकांक्षी योजना राखेको छ। यसको लागि निकै मेहनत गर्नुपर्ने आवश्यकता देखिएको छ। हाम्रो लागि प्रदेश सरकार र प्रदेशको जनताको लागि जुन लक्ष्य राखिएको छ एकदमै चुनौतीपूर्ण छ, तर लक्ष्य जहिले पनि चुनौती नै राख्नुपर्ने हुन्छ। त्यो लक्ष्य प्राप्तिको दिशामा प्रदेश सरकार, प्रदेशका यहाँ सम्पूर्ण स्थानीय निकायहरू, सम्पूर्ण जनताहरू सँगै मिलेर हातेमालो गरेर सार्वजनिक, निजी सहकारी साझेदारी कार्यक्रमहरूलाई जुन चाहिँ अवलम्बन गर्दै अगाडि बढेको खण्डमा मात्रै हामीले जुन राखेका लक्ष्य छौं त्यो परिपूर्ति गर्न सक्छौं र यसमा सबैको सहकार्य, सहयोग, सद्भावको अपेक्षा पनि राखेको छु। हस्त, धन्यवाद। यो खास गरेर लोकसेवाको सन्दर्भमा आरक्षण सम्बन्धी विभिन्न प्रकारको कुरो आउँछ। कहिले यसको पक्षमा कुरो आइरहन्छ र कहिले विपक्षमा। हैन, आरक्षण भयो भने दक्षतामा कमी आउन सक्ने हुन्छ, मूल्याङ्कन हुन सक्दैन। यसको सन्दर्भमा अब एकातिर संघीयताको कुरो छ, सबै वर्गको पहुँचको कुरो छ। अब लोकसेवामा पनि सबै वर्गको पहुँच हुनु पर्यो, त्यसको लागि आरक्षण नै चाहिन्छ कतै न कतै। तपाईको धारणामा यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ, के गर्दा उत्तम होला? राम्रो प्रश्न गर्नुभयो ध्रुवजी। आरक्षणको सकारात्मक र केही सुधार गर्नुपर्ने या नकारात्मक पक्षहरू पनि छन्। सकारात्मक पक्ष अवश्य नै विभिन्न तह तबका, जात जाति, वेशभूषाहरूलाई जुन छ नि महिला पुरुष जेन्डर सबै हिसाबले त्यसलाई समावेशीकरण गर्ने हो। नकारात्मक पक्ष हिसाब अर्थात सुधार गर्नुपर्ने पक्षमा अवश्य नै जो सबल व्यक्ति भए तापनि, योग्य व्यक्ति भए तापनि आरक्षण नपाएको कारणले गर्दा उसले वञ्चित हुन जान्छ। यसलाई व्यवस्थापनको पाटो हेर्नु हो भने रियलमा यो सैद्धान्तिक रूपमा हेर्नु हो भने समाजमा रहेको विविधता व्यवस्थापनसँग जोडिएको प्रश्न हो जस्तो मलाई लाग्छ। अर्थात यो डाइभर्सिटी म्यानेजमेन्ट जुन छ नि एउटा थ्योरी भन्छ, त्यहाँसँग जोडिएको हो। डाइभर्सिटी म्यानेजमेन्टमा अर्थात विविधता व्यवस्थापनमा के हुन्छ भने ठ्याक्कै प्रकृतिसँग आएको, मतलब यो व्यवस्थापन विज्ञानमा चाहे म्यानेजमेन्ट साइन्समा त्यो प्रकृति नेचुरल साइन्सको कुरालाई ल्याएको हो। अलिकति म सैद्धान्तिक पृष्ठभूमिबारेमा यहाँलाई जुन छ नि अवगत गराउँ। डाइभर्सिटी म्यानेजमेन्टको यदि प्रिन्सिपल हेर्नु हो भने तपाईँ एउटा कुनै जंगल हेर्नु हो, जंगलमा के हुन्छ, विभिन्न जात जातिका रुख बिरुवाहरू सँगै हुर्किराखेको हुन्छ, एक अर्कालाई सहयोग र प्रतिस्पर्धा सँगै गरिराखेका हुन्छ। रुख बिरुवाहरूलाई चाहिने जुन छ नि प्रकाश र मतलब खानाहरू अर्थात तत्त्वहरू जुन छन् हुन्छन्, पानीहरू, त्यसमा सहकार्य पनि गरिराखेको हुन्छ र प्रतिस्पर्धा पनि गरिराखेको हुन्छ। एउटा
अध्ययनले के देखाएको छ भने यदि त्यसलाई व्यवस्थित सही तरिकाले व्यवस्थित गर्न सक्नुभयो भने एउटा जातको एउटै उमेरको रुख बिरुवा रोप्नुभयो र मिश्रित रोपेर सबैको त्यसको गर्नुभयो भने जो मिश्रित रुख बिरुवा हो त्यसको प्रोडक्टिभिटी 6 अर्थात् उत्पादकत्व 6 गुना बढी हुन्छ, जुन कि श्रीलङ्कामा गरेको रिसर्चबाट थाहा भइसकेको छ। तर त्यसलाई सही ढंगले व्यवस्थापन गर्न सक्नु भएन भने फेरि उत्पादकत्व घटेको पनि छ। दोहोरो कुरो एकैचोटी विरोधाभासी कुरो एउटैमा गरिन्छ। एउटा सही तरिकाले व्यवस्थापन गर्यो भने 6 गुना बढ्ने, तर त्यतिकै त्यसलाई व्यवस्थापन गर्न सकिएन भने उत्पादकत्व घट्ने। सेम सिद्धान्तलाई हार्वर्ड युनिभर्सिटीको ले पनि जुन छ नि अमेरिकामा यो डाइभर्सिटी म्यानेजमेन्टमा सेम सिद्धान्तलाई हाइपोथेसिस मानेर रिसर्च गर्यो र उहाँले फ्याक्ट्रीमा त्यही कुरा लागू गर्यो। एउटा विभिन्न जात जाति तह तबकाका मान्छेहरूलाई एकै ठाउँमा राखेर, विभिन्न युनिभर्सिटीमा पढेका विद्यार्थीहरूलाई एकै ठाउँमा राखेर, तर उहाँहरूको स्किल इन्हान्समेन्टका कुराहरू गरेको थियो, एकै ठाउँमा राखेर स्टडी जुन छ नि काम गर्न लगायो। अर्को कन्ट्रोल्डमा के गर्यो भने खालि एउटै युनिभर्सिटीका राम्रा विद्यार्थीहरूलाई मात्रै जुन छ नि एक ठाउँमा लगायो र तेस्रो कुनै ट्रिटमेन्ट नगरेकै विभिन्न युनिभर्सिटी विभिन्न जातिहरूको तबकालाई एकै ठाउँमा राख्न लगायो। अब तीनवटैलाई काम दिँदाखेरि जुन प्रकृतिले भनेको सेम कुरो त्यो रिसर्चले पनि देखाएको छ। त्यो रिसर्चले के देखायो भने जुन मिक्स कम्युनिटी छ तर राम्ररी म्यानेजमेन्ट छ, स्किल्ड छ भने त्यसको 6 टाइम्स प्रोडक्टिभिटी हाई हो, उत्पादकत्व एकदमै बढ्यो। तर एउटै युनिभर्सिटीबाट पढेको उसको त नर्मल अवस्थामा र घट्यो कसको विभिन्न युनिभर्सिटीहरूबाट पढेर आएको छ, विभिन्न तहका जात जातिका जुन छ नि गरेको छ, त्यसमा कुनै किसिमको जुन छ नि व्यवस्थापनका तत्त्वहरू जुन चाहिँ थिएन, त्यो विभिन्न समस्याहरूमा उल्झिएर त्यसको उत्पादकत्व घट्यो। अब मैले यो आरक्षणसँग मैले जोड्न चाहे। अब आरक्षण किन, जसरी उदाहरणको लागि भन्न खोजिया हो भने यही प्रदेश नम्बर 2 कै उदाहरण लिउँ। प्रदेश नम्बर 2 को प्राइभेटको कुनै राम्रो स्कुलको उत्पादन तपाईले हेर्नुभयो भने विद्यार्थीको ब्रेन करिब उस्तै हो, तर चाहिने महत्त्वपूर्ण कुरो भनेको वातावरण, व्यवस्थापकीय चीज हो। त्यो एउटा गाउँबाट पढेका विद्यार्थीहरू जुन छ नि सबै ठाउँ स्कुल त बन्द, तर अधिकांश स्कुलहरूका जुन छ नि त्यहाँ शिक्षकको संख्या कम, नियमित रूपमा पढाइ भइराखेको छैन। यस कारणले गर्दा जुन किसिमको गुणस्तर हुनुपर्ने हो त्यो गुणस्तरमा रियली कम छ, जसले गर्दा निजी स्कुलका या राम्रो निजी स्कुलका विद्यार्थीहरूसँग जुन छ नि प्रतिस्पर्धा, एउटै चीजमा प्रतिस्पर्धा गर्न सकिँदैन। म अलिकति फेरि म थ्योरीसँग जोड्न चाहे। एउटा अर्को चीज, अल्बर्ट आइन्स्टाइन संसारको सबभन्दा प्रख्यात वैज्ञानिक हुनुहुन्थ्यो। उहाँले एकचोटि यस्तै कुरो भन्नुभएको थियो हुँदाखेरि, मानौ न रुख चढ्ने प्रतियोगिता छ, त्यो प्रतियोगितामा प्रतियोगी विभिन्न जुन छ नि जातका जनावरहरू छन् भने कुनै कुकुर होला, बाघ होला, बाँदर होला, हात्ती होला। अब त्यसो भयो भने कसले जित्छ? जसलाई त्यो स्किल आउँछ उसले जित्ने हो। त्यसमा रुख कसले चढ्न सक्छ? डेफिनेटली बाँदर सक्छ, किनभने त्यो स्किल उसको बाई बर्थ र उसको प्र्याक्टिसको कारणले गर्दा आएको। म यही चीज यसमा जोड्न चाहे कि स्कुलहरूमा विभिन्न एजुकेसन जुन छन् विभिन्न ब्याकग्राउन्डबाट आइराखेका हुन्छन्, उहाँहरूको ब्याकग्राउन्ड स्किल यदि हामीले बाल्यकालदेखि नै हामीले इक्वल प्लेटफर्म हामीले क्रिएट गर्न सक्यौँ भने आरक्षणको आवश्यकता छैन। तर प्लेटफर्म इक्वल नगरेर अनइक्वल भइदियो भने कसैले राम्रो शिक्षा दीक्षा प्रणाली, राम्रो वातावरणमा एउटा जुन छ नि शिक्षा दीक्षा लियो, कसैले जुन छ नि एकदमै कठिन परिस्थितिमा शिक्षा प्रणाली लियो, शिक्षा अवस्था लियो। अब त्यस कारणले गर्दा दुईटैको गुणस्तरमा आकाश पातालको फरक पर्छ र दुईटैलाई एउटै प्रश्नमा जुन छ नि गर्यो भने जसले राम्रो बाटो लिएको छ उनीहरूले नै पास गर्छ। तसर्थ इक्वल ल्याउनको लागि म आरक्षण भन्दा, यदि वास्तवमा भन्यो भने आरक्षण भन्दा उहाँ जुन
साथीभाइहरू या बालबालिकाहरू जुन बच्चाहरू लो लेभलबाट आइराखेका छन्, आफ्ना घर परिवारको पनि समस्याहरूलाई चिर्दै स्कुल गइराखेका छन्, क्वालिटेटिभ एजुकेसन प्राप्त गरिराखेका छैनन्, उहाँहरूको शिक्षा र उहाँहरूलाई चाहिने जुन वातावरण छ, एउटा शैक्षिक वातावरण, त्यो यदि राम्ररी बनाइदियो भने त इक्वल ट्रिटमेन्ट गर्न सकिन्छ, आवश्यकता छैन। तर जबसम्म त्यो इन्भाइरोमेन्ट त्यस्तै रहन्छ, उहाँलाई जुन छ नि केही पनि चाहिने जुन आवश्यक शैक्षिक वातावरण हो, अरू सामाजिक वातावरण हो, त्यो शैक्षिक र सामाजिक वातावरण हामीले उपलब्ध गराउन तबसम्म आरक्षणको आवश्यकता पर्छ। नेपालमै पहिलो पटक विगत 4 वर्षदेखि अनलाइनबाट विभिन्न तयारी कक्षा सञ्चालन गर्दै आइरहेको इन्स्टिट्युट हो स्मार्ट जीके अनलाइन इन्स्टिट्युट। हामी लोक सेवा, बैंकिङ, सुरक्षा निकाय, शिक्षक सेवा लगायत विभिन्न तयारी कक्षाहरू सञ्चालन गरिरहेका छौँ। हाम्रा सेवाहरू: पाठ्यक्रममा आधारित विभिन्न अनुभवी तथा दक्ष प्रशिक्षकद्वारा कक्षा सञ्चालन गरिने, हरेक दिन अनलाइनबाट परीक्षा सञ्चालन गराइने, हरेक दिन बिहान र बेलुका कक्षा लाइभ सञ्चालन हुने र रेकर्डेड भिडियोबाट पनि प्र्याक्टिस गर्न सकिने, प्र्याक्टिस ओरिएन्टेड कक्षा सञ्चालन हुने, साथै पीडीएफ नोट उपलब्ध गराइने, प्रिन्टेड मेटेरियल्सहरू पनि प्रदान गरिने, नेपाली र अंग्रेजी भाषा दुवैमा नोटको पनि व्यवस्था, फेसबुक पेज र आइडीबाट निरन्तर तथा पूर्ण रूपमा फलोअप गरिने, गुगल क्लासरुमबाट होम असाइनमेन्ट प्रदान गरिने र कापी चेक गरिने, यस्ता धेरै सुविधाहरू छन् जसले तपाईलाई साँच्चीकै आफ्नो लक्ष्यमा पुग्नमा मद्दत पुग्नेछ। हामीसँग जुड्न चाहनुहुन्छ भने तल उल्लेखित नम्बरमा सम्पर्क गर्नुहोला। जुन कि अहिले आवश्यक छ आरक्षण पनि कारणै त्यही हो। त्यसै कारणले गर्दा यदि आरक्षण महत्त्वपूर्ण होइन त आरक्षणको लागि नेपाल सरकारले या प्रदेश सरकारले जुन हुन्छ नि त्यो शैक्षिक र सामाजिक वातावरणमा जुन विभेदता छ, जो विभेद छ, त्यो विभेदलाई हटाएर इक्वल बनाउनतर्फ लाग्यो भने अनि मात्रै अर्थात् जागिरको भन्दा पनि शिक्षा, जागिर लिनकै लागि शिक्षा दीक्षामा आरक्षण हुनु पर्यो, विशेष वातावरणको व्यवस्थापन हुनु पर्यो। आरक्षण मैले त्यो शब्द प्रयोग गर्न चाहिन, सबैले एउटै किसिमको वातावरणमा हुर्किन पाउनु पर्यो भने मेरो भनाइ त्यो। अनि त्यसपछि आरक्षण पनि आवश्यकता छैन, किनभने सबै जुन हुन्छ नि, मैले फेरि त्यही पहिलेको जनावरको तपाईँले उदाहरण दिन खोजेँ। बाँदरकै बिचमा जुन छ नि कम्पिटिसन भयो भने अनि बल्ल न कसले फास्ट चढ्यो भने जुन छ नि त्यो कुरो आउँछ। अहिले त विभिन्न मतलब जुन छ नि एकदमै कोही यति राम्रा स्कुलहरूबाट जुन छ नि उत्पादित हाम्रा मतलब साथीहरू हुनुहुन्छ, कर्मचारीहरू हुनुहुन्छ, कोही जुन छ नि एकदमै लो ब्याकग्राउन्डबाट, उसको सामाजिक हेर्नु हो भने दैनिक रूपमा 1 घण्टा 1.5 घण्टा टाढा गएर जुन छ नि शिक्षा आर्जन गर्ने, आइसकेपछि अब आफ्नो पारिवारिक काममा पनि जुन छ नि संलग्न हुनुपर्ने, स्कुलमा पनि उसँग किताब पनि भएको कतिपय साथीहरूको किताब पनि छैनन्, विभिन्न विभेदहरू छन् के, घरको पनि काम गर्नुपर्ने, यस पछाडि जुन छ नि शिक्षा दीक्षामा पहुँच, आधुनिक चिजका जुन छ नि पहुँच पनि नभएको, शिक्षकहरू पनि नभएको, भएका जुन छ नि शिक्षकहरू अब गुणस्तरीय शिक्षक पनि कमी, अनि त्यस पछाडि क्लासहरू पनि रेगुलर नहुने, विभिन्न समस्याहरू छन् कि। त्यो थुप्रै समस्याहरूलाई हेर्दै हामीले जबसम्म त्यो समस्याहरू निराकरण गर्दैनौँ तबसम्म आरक्षणको केही न केही प्रणाली अब सिस्टम जुन छ नि राख्न उपयुक्त नै हुन्छ। यो अब अलिकति फरक, यो आयोग लड्न एकदमै अप्ठ्यारो छ भन्ने मानसिकता जै पनि व्याप्त छ, कसरी चिर्ने यो अवस्थालाई? दुईटा कुरो छ। हाम्रो समाजकै तपाईले हेर्नुभयो भने सबै अहिले जुन छ नि ए नम्बर क्याटेगोरी स्टुडेन्ट भन्नुहुन्छ भने अहिले पनि ऊ नेपाल सरकारमा या प्रदेश सरकारमा आइराखेको छैन। ए नम्बर क्याटेगोरी स्टुडेन्ट ऊ आफूलाई ग्लोबल सिटिजन ठान्छन् र ठान्नु पनि पर्छ। उहाँहरू धेरै जसो अहिलेका यङ जेनेरेसनहरू प्रतिस्पर्धा गरेर बाहिर नै गइराखेका अवस्था छ, जुन कि देशको लागि हानिकारक पनि छ एकातर्फ, किनभने कुनै पनि देशको विकास भनेको ब्रेनबाट नै भएको हो र ब्रेन ड्रेन भएर गयो भने त्यसले देशमा अवश्य नै देशको अर्थतन्त्र अनि विकासमा जुन छ नि नकारात्मक टेवा पुर्याउँछ। अब आयो तपाईले कसरी भएको यहाँलाई जुन छ नि कसरी गर्न, लोकसेवा यदि तपाईले हेर्ने हो भने कति हुन्छ र वर्षभरिमा
बढीमा बढी सबै प्रदेश र केन्द्रमा मिलाउनु भयो भने करिब करिब 5-6 हजार जति एक वर्षमा मात्रै रोजगार सृजना भइरहेको अवस्था। उदाहरणको लागि तपाईहरु भने टोटल कर्मचारी तन्त्रमा नेपाल प्रहरी र आर्मी यता यिनीहरूले छोडिदिनु भयो भने करिब करिब 1 लाख को हाराहारीमा जुन छ नि हाम्रा कर्मचारी तन्त्रहरू छन्। त्यो 1 लाख मध्ये जुन छ नि जति रिटायर हुने हो त्यति नै हामीले जुन छ नि थपिराखेका छौं। या कुनै संघ संगठन जुन छ नि स्थापना नयाँ अफिस स्थापना गर्यो भने त्यसको लागि जुन छ नि हामीले लिइराखेका छौं। या कुनै नयाँ परियोजनाहरू स्थापना गरिराखेका छौं भने त्यसको लागि जुन छ नि माग गरेका छौं। यसमै अलिकति म थप्दिउ हजुरलाई सजिलो हुन्छ। त्यसमा केही दिन अघि 70 का सिडिओ साहबले यसो एउटा गुनासो गर्नुभयो, एउटा कार्यक्रममै भन्नुभयो उहाँले कि कर्मचारी एकदमै छँदै छैनन्, कर्मचारीको जहीँ तहीँ अभाव छ। अनि यो अवस्था यहाँ पनि देखिएको छ, मन्त्रालयहरूमा इभेन यस्ता समस्याहरू देखिएका छन्। यसको एकातिर अभावै अभाव कर्मचारीको, अर्कोतिर रोजगारी सृजना नहुने अवस्था, यी सबैलाई जोडेर त्यो धारणा राख्दिनु, अलिकति के प्रश्न गरिदिनु न। धन्यवाद रुबजी। म त्यही कुरो आउँदै थिएँ। अर्थात् वार्षिक रूपमा करिब करिब 5000 जति जुन छ नि रोजगारी सृजना नेपाल सरकारबाट लोकसेवाको माध्यमबाट जुन छ नि भइराखेको अवस्था छ। यो कोभिडको कारणले गर्दा जुन भर्ना प्रक्रिया, नियुक्ति प्रक्रियाहरूमा डेफिनेटली ढिलाइ भइराखेको अवस्था छ। र अहिले प्रदेश सरकारको हेर्नुभयो र केन्द्रको पनि कतिपय अफिसहरूको अवस्था हेर्नु भने तपाईले भने जस्तै धेरै ठाउँमा रिक्तहरू छन्, पदपूर्ति भइराखेको छैन। अब त्यो पदपूर्ति गर्ने प्रक्रिया सम्पूर्ण मन्त्रालयहरूबाट सामान्य प्रशासन मन्त्रालय हुँदै जुन छ नि लोकसेवा आयोगमा जान्छ। कुन पदको लागि आगामी वर्ष कति रिक्त हुन्छ, हामीलाई चाहिने आवश्यकता के हो, अब त्यो अनुसारको दरबन्दी माग गरेर लोकसेवा आयोगमा पठाइन्छ। लोकसेवा आयोगले सो अनुसारको जुन छ नि विज्ञापन निकालेर आफ्नो प्रक्रिया अनुसार लिइराखेको छ। अब त्यो रियलमा भन्ने हो भने अहिले अब यहाँ प्रादेशिक सरकारकै हेर्नुभयो भने जुन काम गर्ने कर्मचारीहरू हुन्छन्, सहयोगी कर्मचारीहरू बाहेक धेरै न्यून छ। करिब करिब 50% भन्दा एबभ, कुनै ठाउँमा 60% रिक्त छ, कुनै ठाउँमा जुन छ नि 40% रिक्त छ। यस्तो अवस्थामा साह्रै न्यून कर्मचारीमा काम गर्नु परेको बाध्यता छ अहिले। त्यो त छँदैछ। यसको परिपूर्तिको उपाय मैले अगाडि पनि भनिहालेँ। माध्यम सामान्य प्रशासन मन्त्रालय या प्रदेशहरूको भयो भने मुख्यमन्त्री कार्यालय मार्फत लोकसेवा आयोगमा जुन छ नि सिफारिस जानुपर्छ र त्यस पछाडि बल्ल त्यो प्रक्रिया अगाडि बढाइन्छ। अब प्रतिस्पर्धा, धेरै प्रतिस्पर्धा छ। प्रतिस्पर्धाको कुरो यहाँले जुन गर्नुभएको थियो, यही चौथो कि पाँचौं तहमा जुन छ नि अस्ति मतलब लोकसेवाको प्रादेशिक लोकसेवाको सचिवजीले भन्दै हुनुहुन्थ्यो, पाँचौं तहको लागि जुन छ नि 100-150 वटा सिटको लागि निकालेको 59,000ले एप्लिकेन्ट्स दिएको छ। अर्थात् कति प्रतिस्पर्धा छ तपाईहरू आफै विचार गर्नुहुन्छ। त्यो प्रतिस्पर्धा अब 59,000 मा 100 जनालाई छनौट गर्यो भने 100 जना भित्र आफूलाई पार्नु पर्यो। मैले भन्न के खोजेको भने आफूलाई जबसम्म तपाईले अब्बल या एकदमै जुन छ नि दक्ष बनाउन सक्नुहुन्न, सिपयुक्त बनाउन सक्नुहुन्न, अब लोकसेवाको बाटो छेड्न गाह्रो अवश्य छ। किनभने माग र आपूर्तिको अवस्था हेर्ने हो भने त्यो लेबर मार्केट एकदमै कम छ। माग अब 59,000ले दिएको छ, यहाँ आपूर्ति जुन छ नि गभर्नमेन्टसँग गर्ने बेलामा जम्मा जुन छ नि 100 जना छ। एकदमै न्यून भएको हुनाले हामी मेहनत गरौँ, अरू भन्दा अब्बल साबित गर्ने हामी प्रयास गरौँ। यो धेरै गाह्रो चिज होइन, तर नियमित 2-3 घण्टा एकदमै नियमित अध्ययन गर्नै पर्छ। राज्यलाई चाहिँ अलि अध्ययनको सन्दर्भमा अलि पछि फेरि आउला हामी। यो राज्यले के गरी यसलाई व्यवस्थित गर्नु पर्यो, कुन हिसाबले, जस्तै अहिले त संहिता आएपछि अब प्रादेशिक रूपमा नि लोकसेवा आयोगको गठन भइसकेको अवस्था छ, अनि केन्द्रमा छँदैछ, अर्को विभिन्न सेवाहरू संस्थानहरू यी लगायतकोमा अझै धेरै नै रोजगारीको सम्भावनाहरू चाहिँ रहेको छ। यसलाई कसरी के सल्लाह दिन चाहनुहुन्छ? तपाईले इम्प्लोयमेन्ट क्रिएसनको कुरो हो, अहिलेको प्रश्न जुन छ नि रोजगारी सृजनाको प्रश्न जोड्नु हो।
राज्यले यदि हेर्नु हो भने आफैले रोजगारी सिर्जना धेरै जसो मुलुकमा गर्दैन। राज्यले रोजगारी सिर्जनाको लागि वातावरण क्रिएसन गरिदिने हो। विदेशहरूमा हेर्नु हो भने रोजगारीको न्यून दर एकदम कम के हुन्छ भने कि वातावरण राम्रो भयो भने त्यहाँ निजी उद्यमीहरू जुन छ नि फस्टाउँछ र लगानीकै जीडीपीकै ग्रोथ मैले अगाडि जुन छ नि यहाँलाई भनेको थिएँ त्यसमा राज्यको लगानी जम्मा 30% हुन्छ, 70% लगानी भनेको निजी क्षेत्रको हुन्छ। अर्थात् राज्यले यस्तो राम्रो वातावरण बनाओस् जहाँ निजी क्षेत्रहरू आएर लगानी गरोस्। जब लगानीको वातावरण बन्छ स्व उद्यमी स्वरोजगारहरू सिर्जना हुँदै जान्छन् र स्वरोजगार सिर्जना उद्योगहरू स्थापना हुँदै जान्छन्, व्यवसायहरू सिर्जना हुँदै जान्छन्, अवश्य रोजगारी त्यहाँ क्रिएट हुने हो। किनभने राज्यले मात्रै आफूले उसले 1 लाख भन्दा राज्यले कति भोलि गएर थप्न सक्यो भने आवश्यकता भयो भने 10,000 थप्ला। तर प्रति वर्ष मार्केटमा करिब करिब जुन छ नि 5 लाख जुन छ नि न्यू लेबर फोर्सहरू आइराखेका छन्। तर राज्यले यदि जतिसुकै थपे पनि 5,000 10,000 भन्दा बढी जुन छ नि थप्न सक्दैन। एक्स्ट्रा अहिले नियमित रूपमा 5,000 उदाहरणको लागि आइराखेको छ भने अर्को कति थप्ने हो? 5 देखि 10,000। त 5 लाखमा तपाईँ 10,000 दिनुभयो भने त्यो त आपूर्ति गर्नै सक्दैन। आपूर्ति कसरी त्यो डिमान्ड र सप्लाईलाई ब्यालेन्स कसरी गर्न सकिन्छ भने यस्तो वातावरण बनाऊ कि सुरुदेखि नै मैले एजुकेसनको कुरो भने कि स्वरोजगार सिर्जना गर्न सक्ने स्वरोजगार शिक्षाहरू व्यावसायिक भोकेसनल र टेक्निकल एजुकेसन स्किल युक्त ट्रेनिङहरू जुन छ नि गरौँ, जसले गर्दा आफू पनि जुन छ नि गर्न सक्ने र हाम्रा म्यान पावरहरू ह्युमन रिसोर्सहरू नेपालमै होइन हामी आफ्नो जुन छ नेपालमा पनि गरौँ र विदेशतिर पनि जुन छ नि हामी प्रतिस्पर्धीको रूपमै जुन छ नि अगाडि बढौँ। अहिले जुन अनस्किल्ड लेबरको रूपमा विदेशमा हाम्रा दाजुभाइ दिदीबहिनीहरू गइराख्नु भएको छ, उहाँ एकदमै रिस्की वर्कहरू जुन छ नि मात्रै पाइराख्नु भएको छ, थोरै तलब पाइराख्नु भएको छ, जोखिमयुक्त कामहरूमा गरिराख्नु भएको छ। त्यसलाई यदि स्किल्ड लेबरको रूपमा हामीले पठाउन सक्यौँ, उहाँको दक्षता क्षमतामा उहाँहरू त्यो जोखिम पनि कम लिनुपर्ने अनि त्यस पछाडि जुन छ नि उहाँहरूले आम्दानी जुन छ नि अर्थात् स्यालेरी पनि उहाँहरूको राम्रो त्यो नि गर्न सक्ने। अब कार्यक्रमको समय सीमालाई यसो प्राविधिक मित्रले इशारा गरिसक्नु भएको छ पनि अहिले प्रशिक्षार्थीहरूलाई अलि पढ्ने टेक्निक बारे बताइदिनुस् न। यो कम्पिटिसनमा प्रतिस्पर्धामा कसरी उत्रिन सहज हुन्छ? एकदमै राम्रो प्रश्न गर्नुभयो। यसमा सबभन्दा महत्त्वपूर्णको नियमित 2 देखि 3 घण्टा हामीले अध्ययन गर्नै पर्छ। जुन साथीहरू यदि बेस मुख्य कुरो भनेको बेस हो कि अब बेस कमजोर छ भने एकैचोटि माथि जुन छ नि कुरो बुझ्दैन। त मैले सामान्य हिसाबले अब जुन गाउँको हिसाबले मैले पहिले प्रायोरिटी रूपमा राखेँ, किनभने एउटै किसिमको हुँदैनन्। म साथीहरूलाई के अनुरोध गर्न चाहे भने पहिले तपाईँ 8, 9, 10 को जुन हुन्छ नि सिलेबसहरूसँग विषयवस्तुहरू छ त्यो बुझ्नुहोस्। जसरी सामान्य लजिकल के छ, सामान्य सामाजिक शिक्षाहरूमा के भनिराखेको छ, म्याथमेटिक्समा के छ, साइन्समा के छ, इङ्ग्लिसमा के छ। किनभने बेसिक चिज तपाईँलाई जुन छ त्यो भएन भने त्यसमा धेरै टाइम नदिनुहोस्, तर एकचोटि सर्र अध्ययन गरेर जुन छ नि त्यसको कन्सेप्चुअल नलेज बेसिक नलेज लिनुहोस्। किनभने एसएलसी पास गरे पनि रियल नलेजको जुन छ नि धेरै ठाउँमा कमी देखिन्छ। अनि एसएलसी पछाडि त्यस पछाडि तपाईँ कुन लेभलमा जाँदै हुनुहुन्छ? खरिदार लेभलको भयो भने अहिले पनि जुन छ नि एसई भनौँ न, पहिले हामी पढ्ने बेलामा एसएलसी हो, अहिले एसई पास गरेको जुन छ नि खरिदार स्तरमा एसई पास गरेको मानिन्छ। सुब्बा स्तरमा प्रतिस्पर्धा गर्नको लागि +2 को जुन चाहिँ चाहियो, त्यस पछाडि स्नातकको चाहियो। पहिले कन्सेप्चुअल नलेज जुन छ नि लिनु, विषयवस्तुको सामान्य जानकारी जसले बुझ्न सकौँ, त्यो बुझिसकेपछि त्यस पछाडि कुन विषयवस्तु जुन सिलेबस छ त्यो सिलेबसलाई राखेर हामीले जुन छ नि अलिकति विस्तृत अध्ययन गर्नुपर्छ। केही टेक्निकहरू पनि हुन्छन्। टेक्निक यो हिसाबले मैले भन्न खोजेको हो भने ग्रुपमा स्टडी, इन्डिभिजुअल स्टडी गर्नुभन्दा सामूहिक स्टडी प्रतिस्पर्धा हुन्छ। अध्ययन एक्लै गर्ने, तर अन्तर्क्रियात्मक रूपमा जुन छ त्यो विषयवस्तुमा डिबेट गर्नु पर्यो भने
आफ्नै वर्गका साथीहरू जुन चाहिँ 4-5 जना मिलाएर एउटा समूह अध्ययनमा त्यो विषयवस्तुमा छलफल गर्यो भने डिफ्रेन्ट एंगलबाट आउँछ प्रश्नहरू र त्यो नयाँ चिजहरू सिक्दै जाने हो। त्यसले जुन छ नि नलेज बढ्छ, न कि म एकहोरो रूपमा जुन छ लाग्छु भने लोकसेवामा गाह्रो रटिरहेछु त्यसले हुँदैन। त्यो ग्रुपमा साथीहरूसँग मिलेर पढ्ने, एकअर्कालाई जुन छ नि सिकाउने, सिक्ने, त्यो सिक्ने र तार्किक क्षमता पनि वृद्धि हुने हो। सबै थोक स्किल पनि बढ्दै जान्छ, नलेज पनि बढ्दै जान्छ, एउटा त्यो टेक्निक हो। दोस्रो कुरो के हुन्छ भने कि लोकसेवाको धेरै प्रश्नहरू तपाईँले हेर्नु भने तात्कालिक परिस्थितिका प्रश्नहरू सोधिराखेका हुन्छन्। यहाँहरूले विश्लेषण गर्नुभयो भने त्यो धेरै समसामयिक विषयवस्तुमै केन्द्रित रहेर अध्ययन गर्न सक्नुपर्छ। जोड मैले त्यही भन्न खोजेको भने चाहिन अर्को चिज पनि, ऐतिहासिक चिजहरू पनि सोधिराखेका हुन्छन्, तर अधिकांश प्रश्नहरू यहाँहरूले हेर्नुभयो भने समसामयिक कन्टेम्पोरेरी इस्युजहरूमा बढी जोड दिइराखेका हुन्छन्। त्यसकारणले गर्दा हामी पनि आफ्नो अध्ययन र डिबेटहरू जुन हुन्छ नि, छलफलहरू समसामयिक विषयमा जुन छ नि। सरले भन्न खोज्नु भएको कि अपडेटेड चाहिँ हुनुपर्छ, सुसूचित भइराख्नुपर्छ। यसै सन्दर्भमा जोडौँ, यो पत्र पत्रिका र म्यागजिनहरूको कतिको, न्युज समाचारहरूको कतिको महत्त्व राख्दछ यो लोकसेवाको तयारीमा? लोकसेवाको केही पत्र पत्रिकाहरूको जुन छ नि एकदमै महत्त्वपूर्ण भूमिका हुन्छन्। कतिपय पत्र पत्रिकाहरू त जसरी गोर्खा पत्रकै जुन छ नि बुधबारमा पहिले दिन थियो, अहिले त हामीले पनि हेर्नै छोडिसक्यौँ, अब त्यसमा आइराखेको होला। तिनीहरू त नियमित रूपमा सङ्कलन गरिराख्नुपर्छ। चाहे कन्टेम्पोरेरी इस्युजहरू के हुन् भनेर त्यो मतलब गाउँतिर या जनकपुर जस्तै जुन छ नि सहरमा बस्नु, त्यो कसरी थाहा पाउने? त्यो पाउने माध्यम नै भनेको कन्टेम्पोरेरी इस्युजहरू भनेको पत्र पत्रिका, रेडियो, टिभीहरूको इस्युहरू के हुन् भने तपाईँहरूले नै उपलब्ध गराइराख्नु भएको छ। त्यो इस्युहरूमा जुन छ नि अध्ययन, थप अध्ययन जुन छ नि, अध्ययन अनुसन्धान छलफल जुन छ नि गर्नुपर्ने विद्यार्थीको काम हो। एउटा त्यो अर्को लेखाइमा पनि हामीले प्र्याक्टिस गर्नुपर्ने हुन्छ। लेखाइ लेख्ने केही जुन छ नि शैलीहरू हुन्छन्, लोकसेवाको आफ्नै शैली हुन्छन्, त्यो शैली हिसाबले जुन छ नि लेख्नुपर्ने हुन्छ। समयमै कतिपय के हुन्छ नि, एउटा प्रश्नको जवाब धेरै लेख्ने, अर्को प्रश्नको जवाब थोरै लेख्ने या लेख्दै नलेख्ने, तेस्रो होइन, ब्यालेन्स हिसाबले जुन छ नि लेखाइ गर्नुपर्छ, जसले गर्दा एउटा पनि क्वेसन नछुटोस्। आफूले आएका प्रश्नहरू जुन छ नि अगाडि राम्ररी लेख्दै जानुपर्छ, तर ब्यालेन्स लेख्नुपर्छ कि धेरै चिजहरू जुन छ नि टु दि पोइन्टमा मतलब जानुपर्छ। खालि चाहिने चिज, प्रश्नले के खोजिराखेको छ त्यो एकदमै 2 चोटि या 3 चोटि प्रश्न पढेर के भनेको हो प्रश्न त्यो बुझेर मात्रै लेख्नुपर्छ। कतिपय ठाउँमा कस्तो देखिएको छ, प्रश्न एकातर्फ सोधेको हुन्छ, उत्तर अर्कोतर्फ दिइराखेको हुन्छ। त्यसकारणले गर्दा त्यो चिजहरूलाई सन्तुलित ढङ्गले अगाडि बढायो भने लोकसेवा अवश्य नै त्यति धेरै गाह्रो पनि छैन, निकाल्न सकिन्छ, मजासँग सकिन्छ। हामी कुरो गरिरहेछौँ अहिले प्रदेश 2 अर्थ मन्त्रालयका सचिव गजेन्द्र ठाकुरज्यूसँग। आजको अतिथि हुनुहुन्छ स्मार्ट टकमा र आजको कार्यक्रमको समय सीमा सकिएकोले अन्त्यमा म उहाँलाई समय दिनुभएकोले धेरै धेरै धन्यवाद दिँदै 2 शब्दमा के सुझाव दिँदै कार्यक्रमको समापन गर्नेतिर जाने? धन्यवाद। यहाँहरूले जुन छ नि बोलाएर आफ्नो भनाइ राख्ने मौका दिनुभएकोमा यहाँहरूप्रति आभार प्रकट गर्न चाहन्छु र म स्पेशली प्रदेश नम्बर 2 का विद्यार्थी भाइ बहिनीहरूलाई अनुरोध गर्न चाहन्छु, यो पनि तपाईँ हाम्रो लागि प्रादेशिक लोकसेवा या केन्द्रीय लोकसेवा एउटा रोजगारीको लागि अवसर हो। हामी पनि जुन छ नि मेहनत गरौँ, अवश्य नै हामी सफल हुन्छौँ र यसमा तपाईहरूलाई चाहिने सहयोग मलाई लाग्छ धेरै नगरपालिकाहरूले पनि अहिले जुन छ नि लोकसेवाको कक्षा क्लासहरू सञ्चालन भइराखेको छ। केन्द्रमा पनि जुन छ नि आफ्नो निजी रूपमा पनि कतिपय ठाउँमा सञ्चालन गरिराखेको छ इन्स्टिट्युसनहरूले। त्यहाँ पनि यहाँहरूले समावेश भएर केही टेक्निकहरू सिक्दाखेरि उपयुक्त हुन्छ। लोकसेवाको माध्यमबाट सरकारी सेवामा पहिलो पटक विगत 4 वर्षदेखि अनलाइनबाट विभिन्न तयारी कक्षा सञ्चालन गर्दै आइरहेको इन्स्टिट्युट हो स्मार्ट जीके अनलाइन इन्स्टिट्युट। हामी लोकसेवा, बैंकिङ, सुरक्षा निकाय, शिक्षक सेवा लगायत विभिन्न तयारी कक्षाहरू सञ्चालन गरिरहेका छौँ। हाम्रा सेवाहरू
पाठ्यक्रममा आधारित विभिन्न अनुभवी तथा दक्ष प्रशिक्षकद्वारा कक्षा सञ्चालन गरिने, हरेक दिन अनलाइनबाट परीक्षा सञ्चालन गराइने, हरेक दिन बिहान र बेलुका कक्षा लाइभ सञ्चालन हुने र रेकर्डेड भिडियोबाट पनि प्र्याक्टिस गर्न सकिने, प्र्याक्टिस ओरिएन्टेड कक्षा सञ्चालन हुने साथै पीडीएफ नोट उपलब्ध गराइने, प्रिन्टेड मेटेरियल्सहरू पनि प्रदान गरिने, नेपाली र अंग्रेजी भाषा दुवैमा नोटको पनि व्यवस्था, फेसबुक पेज र आइडीबाट निरन्तर तथा पूर्ण रूपमा फलोअप गरिने, गुगल क्लासरुमबाट होम असाइनमेन्ट प्रदान गरिने र कापी चेक गरिने, यस्ता धेरै सुविधाहरू छन् जसले तपाईलाई साँच्चीकै आफ्नो लक्ष्यमा पुग्नमा मद्दत पुग्नेछ। हामीसँग जुड्न चाहनुहुन्छ भने तल उल्लेखित नम्बरमा सम्पर्क गर्नुहोला।